खासै टाइम लाग्दैन हो यार खासै टाइम लाग्दैन कि अब पुगिहाल्यो नि त होला ल 10 मिनेटमा पुगिन्छ होला माथि पनि लास्टै माथि गएर छ नि भाइ हामी त यार लगभग कति 1800-2000 फिट माथि नै गयौँ नि है हामी त त्यही पनि यार कहाँबाट त पानी आएको त्यो पनि थाहा नपाउँदो रहेछ यार ए यहाँ रहेछ नि त नि ग्याङ त यहाँ रहेछ नि त नि कस्तो साउन्ड सिस्टमै बोकेर हिँडेको छ कि क्या यिनीहरूले त ग्याङ त हो नि यो चाहिँ आमा हो के हो यताको अनुहारै अर्कै हुँदो रहेछ हौ बाँदरहरू क्या है यस्तो हो कि यो अल्ला खालको बाँदर होला त्यसो भए टुरिज्म एरियाको लागि चाहिँ राम्रो रहेछ है घुम्नलाई यार ठिक छ क्या टिकट खासै महँगो भनेन कति 12 रुपियाँ होइन एकजनाको 11 रुपियाँ है ठिकै हो यतिको त अबै त्यो सानो बच्चा हेर न कति छिटो माथि चढेको ल हो कति सब बाँकी हो 10 मिनट भनेको त अनि लाग्यो त झन् 15 मिनट त कट्नु लाग्यो त यार ओ बल्ल आइपुग्यो ओहो बल्ल आइपुग्यौँ है